बाहुन छेत्री सबै पछि आएका हुन्। त्यो रक्सी पार्नेको घरमा गएर एक गिलास खाएर मातेर नालीमा लड्ने या स्वास्नी कुट्ने चाहिँ बाहुन छेत्री हो। रक्सी पार्ने घर भनेको तान्त्रिकको घर, झामी झाँक्रीको घर। पहिला हस्पिटल थिएन, केही भयो भने कहाँ जाने? जहाँ जहाँ रक्सी पारिन्छ त्यहाँ धामी जन्मिन्थ्यो। पहिला तन्त्र साधनामा चाहिने चिज हो रक्सी, हवन सामग्री हो रक्सी। अति प्योर वाष्पीकृत झोल हो। तर मिसयुज गरेपछि त अनि कुनै पनि नशा यो बिजुलीको नाङ्गो तार जस्तो हो। एसी छोयो भने करेन्ट लगाएर मर्छु, मिलायो भने त बत्ती बल्यो, एसी चल्यो, कम्प्युटर चल्यो। नशा त्यस्तो हो। नशा खाएर सबै मान्छेले नराम्रो काम गर्दैन यो दुनियाँमा भन्छ। मैले केही एल्कोहोलिक्स एनोनिमसको ब्लू बुकमा पढेको थिएँ, पेज नम्बर पनि याद थियो, अहिले चाहिँ बिर्सेँ। द बेस्ट आइडियाज वेयर ड्रिभन इन दिस वर्ल्ड वाइल पिपुल वेयर ड्रङ्क भन्छ कि। यस दुनियाँका बेस्ट आइडियाहरू मान्छेले माथेको बेला निकालेछ हजुर। मात नराम्रो होइन, तर के किन कति प्रयोजन सबै कुरा। रक्सी औषधि हो, तर त्यसले नुहाउने पनि हो। यो सबै दुला खोल्छ। त्यो पोलेको ठाउँमा काटेको ठाउँमा रक्सी लगाउने पनि हो।